हेलो साथी, गुड मर्निङ। जीवन यात्रामा हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म शारदा नगरपालिका 15 शीतलपुरको सिरफेरमा छु। यहाँ ब्याकग्राउन्डमा देखिरहनु भएको छ यो शारदा खोला। आज 2022 साल जेठ 28 गतेको दिन हो। यो शारदा खोला आएर यस्तो भएको छ, सायद बर्खा सुरु भएको जस्तो सङ्केत गरेको छ। देख्न सक्नुहुन्छ यस्तो खोला आइरहेको छ। र यसै सन्दर्भमा आज जेठ 28 गते दिन मेरो प्यारो छोरा सन्देश बुढाको आज जन्मदिन हो। यस सन्दर्भमा बटुवाले आज एउटा छुट्टै खालको कार्यको सुरुवात गर्न कोसिस गरेको छ। बटुवाले साथीहरू देख्न सक्नुहुन्छ यो हो शीतलपुरको सिरफेरमा रहेको यो गोरेटो बाटो सधैँ भत्किने गर्छ। देख्न सक्नुहुन्छ यसरी भत्किराखेको हुन्छ। यसै सन्दर्भमा मेरो प्यारो छोरा सन्देश बुढाको जन्मदिनको शुभ अवसरमा मैले आज यो बाटो सरसफाइ गर्ने र अलिकति समाजमा रहेको भड्किलो खर्चहरू गर्ने, जन्मदिनको नाममा एउटा खालको विकृत फैलिरहेको छ। अनावश्यक खर्चहरू गर्ने, त्यसपछि लिएर केकहरू काट्ने, बर्थडे सेलिब्रेसन गर्ने, दुनियाँ खर्चहरू गर्ने, त्यसपछि त्यसले पनि स्वास्थ्यमा नकारात्मक समस्यासम्म आउने खालको अवस्था देखिसकेपछि मैले त्यस्तो खालको कर्म गर्नुभन्दा पनि अलिकति फरक खालको गरौँ न त भन्ने उद्देश्यका साथ फेरि पनि अब केकै नकाट्ने, बर्थडे नमनाउने भन्ने नै होइन हुन त, तर पनि अलिकति फरक गरौँ न त, हामीले जन्मदिनलाई फरक गरौँ भन्ने सोचका साथ यो कार्य गरिएको छ। देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो पुरै बाटो भत्किएको थियो। त्यो बाटो आज मेरो प्यारो छोरा सन्देश बुढाको जन्मदिनको शुभ अवसरमा यो बाटो सरसफाइ गर्ने कोसिस गरेको छ बटुवाले। तपाईँहरूको पनि जन्मदिनको अवसरमा तपाईँहरूको आफ्नै या सन्तान, परिवार, जुनसुकै सदस्यको पनि जन्मदिनलाई खर्चिलो भर्किलो बनाउनु भन्दा पनि यस्ता खालका सकारात्मक प्रभाव पर्ने खालका र सबैले केही गर्नुपर्छ है भन्ने खालको मेसेज दिने खालको अलिक फरक खालको कर्म गर्न हामीले सक्नुपर्छ, सिक्नुपर्छ भन्ने उद्देश्यका साथ आज यो गोरेटो बाटो सरसफाइ गर्ने बटुवाले कोसिस गरेको छ। साथीहरू तपाईँलाई कस्तो लाग्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, पक्कै पनि जीवनयात्रा कहाँबाट हेर्दै हुनुहुन्छ, जीवनयात्रामा यहाँलाई धेरै हार्दिक स्वागत गर्न चाहन्छु मैले। तपाईँहरू पनि जहाँबाट हेर्दै हुनुहुन्छ, जताबाट हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई यो बटुवाको कर्म कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु मैले। यो मेरो प्यारो छोरा सन्देश बुढाको जन्मदिनको अवसरमा आज बटुवाले यो गोरेटो बाटो सरसफाइ गरेको छ। पक्कै पनि यो गोरेटो बाटो सरसफाइ गर्नुमा ठुलै केही महानै काम गरेको छ त होइन, तर पनि समाजमा भएका विकृति, विसङ्गति र समाजमा भएका समस्याहरूलाई फरक तरिकाबाट समाधान गर्ने उपाय र सृजनशील बन्ने कुराहरू र सकारात्मक तरिका लिने कुराहरू महत्त्वपूर्ण कुरा हो भन्ने उद्देश्यका साथ यो कार्य गरिएको छ। र कोहीलाई देखाउनको लागि, कुनैलाई चाहिँ अब यसो स्टुनबाजी गर्नको लागि नभएर पक्कै पनि हामीले यस्ता सकारात्मक कार्यहरू गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो सरसफाइ गरिएको छ। र छोरा सन्देशको जन्मदिनको शुभ अवसरमा यो बाटो सरसफाइ गरिएको छ। यस सन्दर्भमा मेरो प्यारो छोरा सन्देश बुढालाई ह्याप्पी बर्थडे टु यु छोरा सन्देश भन्न चाहन्छु। र तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ साथीहरू, पक्कै पनि मेरो छोरालाई पनि जन्मदिनको शुभकामना दिनुहुनेछ भन्ने आशा एवं विश्वास मनभरिसँग लिएको छु। यति भन्दै रवि बिएम बटुवा ओझेल पर्न चाहन्छु। धन्यवाद, नमस्कार, बाँकी भेट अर्को भिडियोमा गरौँला। हस्त, नमस्ते।